मेरो चाहिँ नि कहाँनिर तपाईँलाई प्रश्न भने नि तपाईँ म सबै जनताको यो नेपाल हो, जनता भएरै नेपाल बन्छ र त्यस कारण तपाईँ पनि राजा हुन सक्ने अथवा राष्ट्र देशको प्रमुख हुन सक्ने चिजलाई तपाईँ आफ्नो कन्फिडेन्स नराखेर एउटा व्यक्ति आइदियो भने मात्र मेरो देशलाई बचाउँछ भन्ठान्नु त तपाईँ आफैमाथि विश्वास नहुनु होइन? होइन, त्यसो भने यसो पनि गर्न पर्यो। पुजारी म हुन पाउँछु भनेर हामीले राख्न पाउँछौँ? पुजारी होइन, फेरि अगेन फरक कुरा हो। यसमा पनि के हुन्छ भने जस्तै यसको सबभन्दा ठुलो उदाहरण के हुन्छ भने सबै कुरा डेमोक्रेसी होइन। व्यास मिडिया नेटवर्क। राष्ट्रपति भइदियो भने के हुन्छ? त्यसले देशको माया हुँदैन। किन माया हुँदैन भने त्यो 5 वर्षमा चेन्ज हुन्छ क्या। त्यही पनि त माया नहुनु। माया त कहाँ हुन्छ त यिनीहरूलाई? 5 वर्षपछि चेन्ज हुन्छ। उनीहरूलाई न देशसँग छ न केही छ। 5 वर्ष आफ्नो शासन सत्तामा जसरी फाइदा लिने हो। त्यो भने चाहिँ आफैलाई अन्डर एस्टिमेट गरे जस्तो भएन? तपाईँ पनि त एउटा जनताको छोरो, अर्को पनि जनताको छोरो, उसले चाहिँ देशको माया नगर्ने अनि राजाले चाहिँ गर्ने किन त? ल भन्नु त। राजा भनेको के हो भने यो देशको सम्पत्ति हो राजाको लागि। किन हामीलाई होइन? हामीलाई होइन। हो, यो चाहिँ हामी माथि नै कन्फिडेन्स कन्फिडेन्स। जस्तै तपाईँको पैतृक सम्पत्ति मेरो हक हुन्छ हुँदैन? तपाईँको बाउको पैतृक सम्पत्ति देश भने राजाको सम्पत्ति भन्न खोज्नु भयो? रियालिटी त्यही हो नि। अफ कोर्स होइन। किन तपाईँ मान्नुहुन्न? नेपाली देश कसरी ओन गर्छ त उहाँले? किनभने यो देश कसरी ओनरशिप, उहाँको ओनरशिप एकछिन सुन्नु। जनताले पो ओन गर्छ। यहाँ सुन्नु। तपाईँ म सबैजनाको ओनरशिप हो नि त। एकछिन भन्नु न। हो, यो तपाईँहरू मोर डेमोक्रेट छ क्या, समस्या होइन। अफ कोर्स। यहाँ सुन्नु, तपाईँ यहाँ सुन्नु। त्यसो भने तपाईँको बाउको सम्पत्ति पनि त मेरो ओनरशिप हो। त्यो डायलग भइरहेछ त। जस्तै ट्रान्सफर नहुने कतिवटा देशमा त्यो कानुन छ। अनि छोड्दैन न। जस्तै हाम्रो तपाईँको बुवाको पैतृक सम्पत्ति मेरो हक लाग्छ कि लाग्दैन? एक्ज्याक्ट, त्यो सार्वजनिक हुनुपर्छ भन्ने कतिवटा देशमा कानुन छ त। कतिवटा देश छोड्नुहोस्, यहाँ पनि लाग्छ। हुन सक्छ कि छैन? अहिले छैन। किन छैन? त्यही त मैले भने तपाईँले के गलत उदाहरण दिनुभयो भने नि मेरो बाउको सम्पत्ति भन्नु, राजा देश चाहिँ राजाले ओन गर्छ भन्नु त अलिकति होइन। राजा भनेको देश नै ओन गर्ने हो। संसारको कुनै पनि इतिहासमा जानुहोस्, त्यही चिज नमाने हो कि नेपाली जनता हो। नमाने त बिचरा बेलचा हान्न जानु पर्यो त। अहिले पहिला पो के भएको थियो त? कहिले के थिएन नेपालमा? उद्योग थिएन। 44वटा उद्योग देखाइदिउँ अहिले आँखाले। त्यसरी तपाईँ 1-on-1 नगर्नु न। तपाईँ अडिटर मान्छे मानौ न। एकैछिनमा तपाईँलाई भन्छ है त। एउटा एक्जाम्पल लियो भने कता कुन राम्रो कता कुन नराम्रो भन्ने होला। तपाईँले आफ्नो राम्रो मात्र लिन मिलेन। ओभरअल तपाईँको त्यति बेलाको टाइम र अहिलेको ओभरअल रोजगारीको सृजनाको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा गऱ्यौँ भने मात्रै हामी सही कन्क्लुजन पुग्छौँ। एकैछिन ओभरअलै गरौँ। त्यही भएर मेरो चाहिँ नि कहाँनिर तपाईँलाई प्रश्न भने नि तपाईँ म सबै जनताको यो नेपाल हो, जनता भएरै नेपाल बन्छ र त्यस कारण तपाईँ पनि राजा हुन सक्ने अथवा राष्ट्र देशको प्रमुख हुन सक्ने चिजलाई तपाईँ आफ्नो कन्फिडेन्स नराखेर एउटा व्यक्ति आइदियो भने मात्र मेरो देशलाई बचाउँछ भन्ठान्नु त तपाईँ आफैमाथि विश्वास नहुनु होइन? होइन, त्यसो भने यसो पनि गर्न पर्यो। पुजारी म हुन पाउँछु भनेर हामीले राख्न पाउँछौँ? पुजारी होइन, फेरि अगेन फरक कुरा हो। यसमा पनि के हुन्छ भने जस्तै यसको सबभन्दा ठुलो उदाहरण के हुन्छ भने सबै कुरा डेमोक्रेसी होइन। सबै कुरा नाङ्गै हेर्नु। सबभन्दा संसारको राम्रो चिज त नाङ्गै हेर्नुपर्छ भन्ने होला नि त। तर सोसाइटीले नाङ्गै हेर्न त दिन्न। कपडा लाएर किन हेर्नु बेकारमा भन्ने त लाग्छ नि त। त्यसमा केही क्लजहरू हुन्छ। र यो देश, यो नेपाल निर्माण चाहिँ राजा र जनता मिलेर बनाएको देश हो। गणतन्त्रले हो। त्यो जनताले राजालाई के हो? ओनरसिप राजाकै हो।
किन लिडिङ त राजा हो, हुँदै होइन। राज संस्था हो नि। देशको ओनरसिप राजाको हुनै सक्दैन, एउटा व्यक्ति त्यो तपाईँलाई हुन सक्दैन, तपाईँको कुरा राइट होला, तर हुन्छ भन्ने कुरा मेरो कुरा राइट हो। किनभने त्यसो हो भने विश्वभरिका कुन देशका राजाले आफ्नो देश बेचेको इतिहास छ कहीँ? अनि अरू तर राष्ट्रपतिले देश बेचेको इतिहास देखाइदिउँ। सिक्किम बेचे, थाहा पाउनुभयो? हजुर। सिक्किम भारतलाई बेच्यो, काश्मीर भारतलाई बेच्यो, हजुर। हैदराबाद भारतलाई बेच्यो। यहीँ छन्, टाढा पनि जानु पर्दैन। तपाईँले सबरेन्टीको कुरा गर्नुहुन्छ नि, भुटानको सबरेन्टी कसको हातमा छ? भुटानको हाम्रो राजाको हातमा छ। कसको हातमा हो? तर सम्पूर्ण सुरक्षा जिम्मा कसको छ? भारतको छ। तर हाम्रो देशमा त छैन त्यो त। हो, यही कुरा नमाने हुनाले राजा हटाए तपाईँहरूका दलका नेता। त्यो त अब थाहा भएन। त्यो थाहा हुँदैन तपाईँहरूलाई। किन थाहा हुँदैन भने सत्य कुरा कहाँ थाहा हुन्छ तपाईँहरू? त्यो बोल्दियो भने त बिजोग हुन्छ फेरि, होइन? सत्य कुरा त्यही हो, होइन? अब मैले किन भनेपछि यो हाम्रोमा के छ भने जस्तै कार्यकारी शासन गर्ने कुरा चाहिँ राजाबाट हुँदैन। तर किनभने देशको धर्म, संस्कार, संस्कृति, राष्ट्रिय एकता, राजा के हुन्छ भने सबको साझा हुन्छ। राष्ट्रपति के हुन्छ? कुनै दलको हुन्छ, कुनै व्यक्ति विशेष हुन्छ। जस्तै अहिले राष्ट्रपति, एउटा प्रश्न गर्छु, जस्तो अहिलेको नेपालको संविधान अनुसार राष्ट्रपति कसले बनाउने हो? संसदको कुनै दलले, संसद भएको कुनै सदस्यलाई राष्ट्रपतिको उम्मेदवार बनाउन पाउने नेपालमा कानुन छ। तपाईँले आफ्नै आर्गुमेन्ट आफैले काट्नुभयो नि क्यानेडाजी। कस्तो? राजा सबको साझा हुन्छ भन्नुभयो, तर राजा त जम्मा एउटा वंशको मात्रै हुन्छ। त्यो कसरी सबैको साझा भयो? हेर्नुहोस्, म भन्छु, तपाईँ राष्ट्रपति भनेको एकजना मधेसको पनि मान्छे राष्ट्रपति हुन सक्नुभयो, यो देशको प्रमुख सबैले मान्ने। तर तपाईँको राज संस्थामा त्यो सम्भव छ? तर त्यो मधेसको मान्छे चाहिँ कुन पार्टीको र कुन दल र पार्टी भने अर्को कुरा भयो नि त। तर पोसिबल त रहेछ नि। त्यही भएर साझा हुनको लागि त ज्ञानेन्द्र साईजी पनि हुन सक्ने, अथवा फलानु सुनवार पनि हुन सक्ने पो साझा भयो त। एउटा परिवारको मात्र हुने त कसरी साझा भयो त? त्यसो भनेपछि त म बाउ नै मान्दिनँ भनेपछि कसो बाउ के लाग्छ र? बाउ होइन कि, तपाईँ गलत प्यारालल ड्र गर्दै हुनुहुन्छ नि। होइन, मैले गलत गरेको छैन नि। होइन, भन्नु खोजेँ नेपाली कसरी हुनुभयो? नेपाली त नेपालमा भएर नेपाल कसरी भन्नु? त्यो त पृथ्वीनारायण शाहले गर्नुभयो भन्नु। त्यसको वंशजले बनाएको किन? त्यो वंशजको त्यो अधिकार लाग्दैन कि, तपाईँ त्यो ट्रान्सफर गर्ने कुरै होइन। तपाईँलाई होइन ल, तपाईँ हो, तपाईँहरू जस्तै केही पढ लेखेका बढी बढिया मान्छेले देश बिगारे हो। त्यसरी नभन्नु, फेरि त्यो त व्यक्तिगत कुरा भयो कि ज्ञानेन्द्रजी, त्यता जाने कुरै छैन, व्यक्तिगत कुरै नगर्नु। त्यो रियालिटी हो। किनभने होइन, यहाँ के छ भने ओभर कन्फिडेन्ट छ कि केही मान्छेहरूलाई। जस्तै मान्नुहोस् न, आज यो नेपाल भन्ने देश तपाईँ र मैले अहिले यसरी टक गरेर बनाएको देश हो होइन नि? यो भन्ने नेपाल भन्ने देशमा कतिपटक आक्रमण भएको छ नि? इतिहास हेर्नुहोस् त। मुगलहरूले आक्रमण गरेका छ, त्यतिखेर बचाइएको छ। तिब्बतसँग युद्ध भएको छ, त्यतिखेर बचाइएको छ। खम्पाले युद्ध गरेका छन्, त्यतिखेर बचाइएको छ। सबतिरबाट युद्ध हुँदा हुँदा इन्दिरा गान्धीलेसम्म नेपाललाई कोल्याप्स गर्नुपर्छ भनेर, तपाईँलाई इतिहास थाहा छ? 2007 सालमा 2007 सालमा राजा महेन्द्रले किन कु गरे भन्ने कुरा अहिले पनि गलत पढाइँदैछ। 7मा कि 17मा? होइन, 7 सालमा भन्छ। 2007 पाउनु 7मा कु गरेको त 17मा हो भन्छन्। 7बाट सुरु हुन्छ क्या यिनीहरूको इतिहास। 2007 सालमा देशमा प्रजातन्त्र आयो। प्रजातन्त्र आइसकेपछि मातृका प्रसाद यादव अनि मातृका प्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो होइन? मोहन शमशेर पछाडि पहिलो प्रधानमन्त्री जनताबाट उहाँ भन्नुभयो, राणाभन्दा पछाडि। त्यसपछि यो देशमा के भएको छ थाहा छ? भारतीय सेनाका क्याम्प राखिएको छ। 2023मा कीर्तिनिधि विष्टले हटाएको, प्रधानमन्त्री कीर्तिनिधि विष्ट राजा महेन्द्र हुँदाखेरि नेपालको मन्त्री परिषदमा भारतको राजदूत बस्ने चलन थियो है। अब सुन्नुहोस्, त्यसपछि त्यहाँ के थियो? राजा त्यतिखेर के थिए? पावरफुल थिएनन्। 7 देखि 17सम्म राजा पावरफुल थिएन। राजालाई सेरोमिनल बनाएर बसिदिएको थिए। 17मा राजा महेन्द्रले कु गर्नुको मुख्य उद्देश्य के थियो? नेपालको मन्त्री परिषदबाट भारतीय राजदूतलाई हटाउनु थियो। नेपालको 23वटा ठाउँमा तपाईँको क्याम्प राखेका थिए यिनीहरूले। त्यो क्याम्प हटाउनु थियो। टोनी हेगनको भिडियो हेर्नु भएको छ तपाईँले? त्यसमा उहाँले भन्नुहुन्छ नि, रारामासम्म भारतीय सेनाको क्याम्प थियो। कसले राखेको? नेपाली काङ्ग्रेसको सरकारले राखेको त्यतिखेर। विश्वेश्वर प्रसाद कोइरालाहरूले राखेको त्यतिखेर। तर आज उहाँलाई हामी महामानव भन्छौँ फेरि। तपाईँकै पार्टीको नेताहरूले पनि त्यही भन्नुहुन्छ। होइन होइन, रियालिटी त्यही हो नि। रियालिटी त्यही हो नि त। त्यतिखेर त्यो त इतिहास त साँच्ची छ नि त। अनि यो देश के छ भने हाम्रो उत्तर दक्षिण हामी चाहिँ दुई ढुङ्गा बिचको तरुलो
यसमा चाहिँ हामी युक्रेनी व्यवस्थामा गयौँ भने युक्रेनमा पनि के गल्ती गरे थाहा छ? जम्मा एकजना व्यक्ति सनकी व्यक्ति राष्ट्रपति भएर युक्रेन सकिएको, सनक बहादुर, नेपालका केही साथीहरू जस्तो, त्यही ओभर राङ्गै हिँड्नुपर्छ भन्ने जस्तो, सबै हुनुपर्छ भन्ने जस्तो भइदिएर के गरे? नेटोको सदस्य हुने बित्तिकै रुसले ठोक्छ भन्ने कुरा त्यसलाई थाहा थियो थिएन? त्यो मान्छेलाई राजनीतिक थाहा थियो। नेटोको सदस्य बन्न खोज्यो, रुसले ठोक्यो। अहिले बिजोग छ अवस्था। 50 लाख 53,000 त युक्रेनी मान्छे मरिसक्यो। विश्वको सबभन्दा धनी देश 10वटा धनीवटा देशहरूमध्ये एउटा देश पर्थ्यो युक्रेन, थाहा छ तपाईँलाई? विश्वको सबभन्दा ठुलो जहाज युक्रेनमै थियो। आज बिहान बेलुका के खाउँ भन्ने अवस्था भयो एउटा राष्ट्रपतिको निर्णयले। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भने भोलि यो देशको हितमा चाहने मान्छे नै आउँछ भन्ने ग्यारेन्टी केही हुन्। व्यास मिडिया नेटवर्क।